घमाइलो यता घमाइलो म त गाउँको ठिटो हजुर गाउँमै रमाइलो अब अर्को भन्नुहोस् साथीहरूको लागि यो हात सलाम साथीहरूको लागि यो हात सलाम दुश्मनको लागि यो हात फलाम दुश्मनको लागि यो हात फलाम ल अब मजाले भन्नुहोस् त साथीहरूको लागि यो हात सलाम दुश्मनहरूको लागि यो हात फलाम साथीहरूको लागि यो हात सलाम दुश्मनहरूको लागि यो हात फलाम सीधा भन्नुहोस् मजाले हेर्नुहोस् अगाडि हेर्नुहोस् अब तपाईँले के देखिरहनु भएको छ भने अगाडि चाहिँ नि अन्याय र अत्याचार भइरहेको छ हैन चाहे त्यो मजदुरमाथि अन्याय भइरहोस् चाहे किसानमाथि भइरहोस् चाहे महिलामाथि भइरहोस् तपाईँको अगाडि त्यहाँ अन्याय र अत्याचार भएको छ अब तपाईँले त्यसलाई हेर्नुभयो तपाईँलाई असह्य भयो तपाईँको भित्रैबाट चाहिँ तपाईँको चाहिँ नि सहन नसक्ने आयो यसलाई रोक्नुपर्छ भन्ने चाहिँ भयङ्कर ठुलो भावना आयो र त्यसलाई रोक्न जानुभन्दा अगाडि तपाईँले त्यो पुरा महसुस गर्नुहोस् त्यो अन्याय र अत्याचार भइरहेको थियो अनि त्यसपछि यहाँबाट हात लिएर आएर